डिएक्सन तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत छ मेरो डिएक्सन लाइफ केयरमा। आज म चाहिँ डिएक्सनको प्रोडक्टहरु शपिङ गरेर आइसकेको छु। साथीहरु देख्नु भएको छ तपाईहरुले के छ हामी चाहिँ खोलेर हेर्दै छौं। यो लिङजी ब्ल्याक कफी हो 2 in 1। यो चाहिँ 5 वटा किनेपछि चाहिँ एउटा फ्रीमा मिलेछ। बाइ 5 1 गेट 1 फ्री हो। यो चाहिँ गानोजी टुथपेस्ट हैन, गानोजी पेस्ट हो। यो चाहिँ हामीले दाँत मार्नेदेखि लगाएर हामीलाई विभिन्न किसिमको समस्याहरू आउन सक्छ हैन, मुख सम्बन्धी र स्किन सम्बन्धी, र त्यसमा चाहिँ हामीले यो प्रयोग गर्न सक्छौं। अनि यो मात्रै 355 मा छ र यसलाई चाहिँ धेरै हाम्रो फाइदा गरेको छ हाम्रो लागि। मैले चाहिँ दुईटा लिएको छु। यो चाहिँ स्पोर्निला हो। यो चाहिँ हामीलाई चाहिँ हाम्रो स्वास्थ्यमा हैन, हामीलाई शरीरमा चाहिएको पौष्टिक तत्त्वहरू चाहिँ यसले पूरा गर्दछ। यो चाहिँ गानोजी सप हो। यो साबुनले हामीले नुहायौं हैन, मुख धोयौं भनेपछि चाहिँ हाम्रो स्किनमा भएको समस्याहरूलाई हटाउँछ र स्किनलाई साफ गर्ने काम गर्दछ। अहिले गर्मीको मौसममा चाहिँ धेरै सेफ्टी रहने गर्दछ। यो चाहिँ जिएल छ, यसलाई गानोसेलियम भन्छ हैन। यसले पनि हाम्रो शरीरमा भएको इम्युनिटी पावरलाई एक्टिभ राख्ने काम गर्दछ र हाम्रो शरीरमा कम भएको एनर्जीलाई चाहिँ यसले पूरा गर्दछ। यो चाहिँ आरजी हो, यसलाई आरजी भन्छ, ऋषि गानो। यसले पनि हाम्रो शरीरलाई चाहिँ अलिकति ऊर्जा दिने हैन, शक्ति दिने काम गर्दछ। हाम्रो शरीरमा भएको विभिन्न किसिमको कमजोरीलाई चाहिँ यसले हटाउने काम गर्दछ। यो स्पोर्निला, आरजी र जिएल चाहिँ यसलाई तीनवटैको कम्बिनेसन मिलाएर चाहिँ तपाईले सेवन गर्नुपर्ने हुन्छ र यसलाई दैनिक सेवन गरेर तपाईको शरीरमा भएको आलसीपनलाई चाहिँ हटाउँछ र तपाईलाई चाहिँ अलिकति फुर्तिलो हैन, एकदम शरीरलाई चाहिँ हल्का महसुस गराउने काम गर्दछ। यो पनि गानोजी मतलब लिङजी कफी हो, सरी गानोजी भनेको, म गानोजी टुथपेस्ट समातेको थिएँ त्यही भएर। अरु चाहिँ सबै कफी नै हो हैन। यो कफी पिएर तपाईले रेगुलर कफी पिउनुहुन्छ नि, त्यो रेगुलर कफी भन्दा अलिकति यो फरक हुन्छ। तपाईले रेगुलर कफी पियो भनेपछि चाहिँ तपाईलाई रेगुलर कफीमा चाहिँ तपाईको धेरै मात्रामा क्याफिन पाउने गर्दछ र यसमा चाहिँ क्याफिन भन्ने कुरा चाहिँ हुँदैन हैन, क्याफिन र केमिकल भन्ने कुरा यसमा हुँदैन। यसले चाहिँ हाम्रो शरीरलाई र हाम्रो शरीरमा भएको ब्लड सर्कुलेसनलाई निरन्तर अथवा एउटा समानान्तर बनाउने काम गर्दछ। त्यसैले हामीले यो लिङजी कफी पिउँदाखेरि हामीलाई हार्ट अट्याक हैन, लिभर, अनि त्यसपछि हामीलाई श्वास प्रश्वास समस्याहरू त्यस्तो छ, अनि जस्तै भित्र पेटमा ग्यास्ट्रिक हुने हैन, त्यस्तो समस्याहरू छ भनेपछि यसले पाचन प्रणालीमा हुने समस्याहरूलाई पनि समाधान गर्दछ र हाम्रो स्वास्थ्यमा धेरै कुराहरूलाई फाइदा गर्दछ। त्यसैले हामीले डिएक्सनको प्रोडक्ट सधैँ युज गरौँ र आफ्नो स्वास्थ्यलाई केयर गरौँ र स्वस्थ रहौँ र अरूलाई पनि स्वस्थ हुने सूचना र जानकारी सबैलाई दिउँ साथीहरु है त। तपाईलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। डिएक्सन के हो त बुझ्नु भएको छैन भने पनि कमेन्ट गर्नु होला, र बुझ्नु भएको छ भने पनि डिएक्सनको प्रोडक्ट तपाईले किन युज गर्नु हुँदैन, के डिएक्सन प्रोडक्ट युज गर्दा खेरि कुनै बेफाइदाहरू छ, यदि छ भने तपाईहरुले चाहिँ कमेन्ट गर्नुस्, यदि छैन भने पनि कमेन्ट गर्नुस् हैन। राम्रो पनि या नराम्रो पनि हैन, सबै राम्रो हुन्छ भन्ने कुरा पनि हुँदैन, नराम्रो हुन्छ भन्ने कुरा पनि हुँदैन। त्यो तपाई हाम्रो सोच र विचारमा भर पर्ने कुरा हुन्छ र हामीले युज गरेर कस्तो रिजल्ट पाइरहेको छौं हैन, हो त्यो कुरामा समस्याहरू पर्छ। त्यसैले तपाईहरुले पनि आफ्नो टिप्पणीहरू राख्नु भयो भने त्यो अनुसार चाहिँ मलाई भिडियो बनाउन एकदमै सहज हुनेछ र त्यही अनुसार तपाईहरुलाई सम्झाउन पनि सक्छु। साथीहरु अर्को भिडियोमा मिल्ने बाचा गर्दै अहिलेको यो डिएक्सनको प्राङ्गणबाट बिदा हुन चाहन्छु। तपाईहरु पनि डिएक्सनमा जोइन हुन चाहनुहुन्छ अथवा डिएक्सन
के हो बुझ्नु भएको छैन भने पनि, बुझ्न चाहनुहुन्छ भने पनि हाम्रो डिएक्सन लाइफ केयरसँग जोडिनु होला। निरन्तर यस्तै डिएक्सन सम्बन्धी र स्वास्थ्य सम्बन्धी भिडियोहरू नियमित आइरहने गर्दछन्। यस्तै ओरिजिनल कन्टेन्टहरू हामी तपाईँहरूको लागि बनाउने गर्दछौँ। साथीहरू, अब चाहिँ हामीले डिएक्सनलाई कसरी लिने त आफ्नो लाइफमा हैन, लाइफलाई कसरी हामीले डिएक्सनमा परिवर्तन गर्ने हो, यति सोच्ने तपाईँहरूको काम हो हैन।